सोच्नुहोस् त, एउटा यस्तो कम्प्युटर जसले हाम्रो आँखाले जस्तै देख्न र बुझ्न सकोस्। यो कुनै बेला विज्ञान कथा जस्तो लाग्थ्यो, तर अब यो वास्तविकताको एकदमै नजिक आइपुगेको छ। आज हामी एउटा यस्तो क्रान्तिकारी प्रविधिको बारेमा कुरा गर्दैछौँ जसले कम्प्युटरको हेर्ने क्षमतालाई लगभग क्वान्टम गति दिइरहेको छ। आखिर एउटा कम्प्युटरले कुनै पनि तस्विरलाई कसरी देख्छ होला? स्क्रिनको देब्रेपट्टि हेर्नुहोस्। कम्प्युटरले यो तस्विरलाई बुझ्नका लागि पहिले यसलाई दाहिनेपट्टि देखिएको जस्तै साधारण लाइनहरूमा बदल्नुपर्छ। हो, यही नै हो कम्प्युटर भिजनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण खुड्किलो। हो, यही लाइनहरू पत्ता लगाउने प्रक्रियालाई एज डिटेक्सन भनिन्छ। यो कम्प्युटर भिजनको जग नै हो। तर यहाँ एउटा ठूलो चुनौती छ। आजका शक्तिशाली कम्प्युटरहरूलाई पनि यो साधारण जस्तो देखिने काम गर्न निकै धेरै समय र ऊर्जा लाग्छ। त्यसो भए यो एज डिटेक्सन आखिर हो चाहिँ के? सजिलो भाषामा भन्दा यो तस्बिरमा भएका वस्तुहरूको बाहिरी किनारा वा सिमाना पत्ता लगाउने प्रक्रिया हो। यही तरिकाले एउटा कम्प्युटरले रङ्ग र डिटेलले भरिएको जटिल तस्बिरलाई एउटा सरल लाइन ड्रइङमा बदल्छ ताकि त्यसलाई विश्लेषण गर्न सजिलो होस्। हाम्रो अहिलेको परम्परागत कम्प्युटरहरूले यो काम एकदमै लामो र चरणबद्ध तरिकाले गर्छन्। पहिले तस्बिर लिने, त्यसपछि रङ हटाएर ग्रेस्केल बनाउने, फेरि त्यसलाई कालो र सेतो अर्थात् बाइनरीमा बदल्ने, अनि बल्ल अन्तिममा गएर किनाराहरू खोज्ने। हरेक पाइलामा कम्प्युटरको बहुमूल्य शक्ति खर्च हुन्छ, जसले पुरै प्रक्रियालाई एकदमै ढिलो बनाइदिन्छ। यो कुरा अनुसन्धानले पनि स्वीकार गर्छ। पुरानो तरिका एकदमै ढिलो छ र यसले धेरै रिसोर्स खान्छ। खास गरी तुरुन्तै निर्णय लिनुपर्ने अवस्थाहरूमा, जस्तै स्वचालित गाडीहरू वा रियल टाइम भिडियो प्रोसेसिङमा यो तरिका त्यति प्रभावकारी हुँदैन। तर सोच्नुहोस् त, के होला यदि यो समस्या समाधान गर्नको लागि हामीसँग बिल्कुलै नयाँ किसिमको कम्प्युटिङ प्रणाली भइदियो भने? हो, यहीँनिर प्रवेश हुन्छ क्वान्टम कम्प्युटिङको। यो एउटा यस्तो क्रान्तिकारी प्रविधि हो जसले क्वान्टम मेकानिक्सका अनौठा तर शक्तिशाली सिद्धान्तहरू जस्तै सुपरपोजिसन र इन्ट्याङ्गलमेन्टको प्रयोग गर्छ। यसले गर्दा जटिलभन्दा जटिल समस्याहरू पनि परम्परागत कम्प्युटरभन्दा कैयौँ गुणा छिटो समाधान हुन सक्छन्। यसको शक्ति बुझ्न एउटा साधारण तुलना हेरौँ न। आजका कम्प्युटरमा भएको बिट कि त 0 हुन्छ कि त 1 हुन्छ, तर क्वान्टम कम्प्युटरको क्यु बिट एकै समयमा 0 पनि, 1 पनि वा दुवै एकैसाथ हुन सक्छ। हो, यही सुपरपोजिसनको क्षमताले यसलाई एकैपटकमा धेरै गणनाहरू गर्ने अद्भुत शक्ति दिन्छ। अब यो अनुसन्धानमा प्रस्तुत गरिएको नयाँ आइडिया वास्तवमा क्वान्टम कम्प्युटिङले सम्भव बनाएको एउटा एकदमै चलाक सर्टकट हो। यो रेखाचित्रले त्यही नयाँ सुव्यवस्थित प्रक्रिया देखाउँछ। यसको हरेक सानोतिनो डिटेलमा अल्झिनु पर्दैन, तर मुख्य कुरा के हो भने यसले तस्बिरको डेटा प्रोसेस गर्न र किनाराहरू पत्ता लगाउन मोडुलो एडर नामको एउटा विशेष उपकरण प्रयोग गर्छ, जसले कामलाई निकै छिटो बनाउँछ। अरे, यो सर्किट नै त्यो सर्टकटको मुटु हो, यसको इन्जिन। हेर्दा निकै जटिल देखिन्छ हैन? तर चिन्ता नलिनुहोस्, यसको भित्री कार्यप्रणाली बुझ्न जरुरी छैन। महत्त्वपूर्ण कुरा त यसले दिने नतिजा हो। भनेपछि यो क्वान्टम सर्टकटको पछाडिको गोप्य सूत्र के हो त? त्यो हो मोडुलो एडर र CNOT जस्ता विशेष क्वान्टम गेटहरू। यिनीहरूलाई क्वान्टम संसारको सुपर फास्ट क्याल्कुलेटर सम्झनुहोस्, जसले जटिलभन्दा जटिल हिसाब किताब पनि आँखा झिमिक्क गर्न नपाउँदै गरिदिन्छ। ल, अब पालो भयो आम्ने सामनेको टक्करको। एकातिर छ पुरानो स्थापित तरिका र अर्कोतिर छ यो नयाँ क्वान्टम च्यालेन्जर। अब सबैको मनमा एउटै प्रश्न होला, आखिर यो नयाँ क्वान्टम विधि साँच्चै कति राम्रो छ त? तथ्याङ्क आफै बोल्छ। यहाँ पुरानो र नयाँ क्वान्टम विधिको सिधा तुलना हेर्नुहोस्। प्रस्तावित विधिले कम स्रोत अर्थात् कम कम्प्युटिङ हार्डवेयर प्रयोग गर्छ र समग्रमा छिटो पनि छ। त्यो समग्र ढिलाइ कम हुनुको अर्थ नै काम छिटो हुनु हो। यसलाई अझै सजिलो तरिकाले हेरौँ। यो बार चार्टले त झन् छर्लङ्गै पार्छ। हेर्नुस् त, नयाँ विधिले आफ्नो काम गर्न कति कम हार्डवेयर प्रयोग गरेको छ। यसको मतलब यो धेरै कुशल छ। अनि जब गतिको कुरा आउँछ, यहाँ पनि प्रस्तावित क्वान्टम विधि नै स्पष्ट विजेता देखिन्छ। यसको समग्र ढिलाइ अर्थात् डिले कम छ, जसको सिधा अर्थ हो यो छिटो छ। कति छिटो त! समग्र ढिलाइमा 5.3% को कमी।
अब 5.3% सुन्दा सानो लाग्न सक्छ, तर जब कुरा स्वचालित गाडी वा रोबोटिक्स जस्तो क्षेत्रको आउँछ, जहाँ 1 सेकेन्डको सानो अंशले पनि ठूलो फरक पार्छ, यो वास्तवमा एउटा विशाल छलाङ हो। अब यो सबै प्राविधिक कुरा भयो, तर यसको वास्तविक दुनियाँमा के अर्थ छ त? यो किन महत्त्वपूर्ण छ? यो केवल एउटा प्राविधिक सुधार मात्रै होइन, यो एउटा क्रान्तिको सुरुवात हुन सक्छ। सोच्नुहोस् त, मेडिकल स्क्यानबाट डाक्टरहरूले रोगको कति छिटो र सही पहिचान गर्न सक्लान्। सडकमा सुरक्षित रूपमा दौडिने स्वचालित गाडीहरू र जटिल परिस्थितिमा तुरन्तै निर्णय लिन सक्ने स्मार्ट रोबोटहरू, यी सबैको ढोका यही प्रविधिले खोल्दैछ। यो अनुसन्धानले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। आज हामी कम्प्युटरहरूलाई पहिलेभन्दा धेरै छिटो हेर्न सिकाउँदैछौँ। भोलि यस्तो गतिको साथ तिनीहरूले अरू के सिक्न र गर्न सक्लान्? भविष्य साँच्चै रोमाञ्चक देखिन्छ।